यात्रा सधैँ बाटोबाट सुरु हुँदैन, केही ठाउँहरू अनुभूतिमा भेटिन्छन्। काठमाडौँभन्दा माथिल्लो भेगमा त्रिशुलीतर्फ फर्किएको डाँडामा एक खुला र शान्त मैदान छ, त्यो हो सूर्यचौर। सूर्यचौर काठमाडौँको उत्तर पश्चिम भागमा पर्दछ। यो जङ्गल क्षेत्रभित्र रहेको खुला ठाउँ हो। यहाँबाट तल उपत्यका देखिन्छ र टाढा पहाड र हिमालतिर नजर पुग्छ। सहर नजिकै भएर पनि यो ठाउँ निकै शान्त छ। काठमाडौँको केन्द्रबाट सूर्यचौर करिब 25 देखि 30 किलोमिटर टाढा छ। दूरी छोटो छ, तर महसुस धेरै फरक। समुद्री सतहबाट सूर्यचौर करिब 1970 मिटर उचाइमा छ। यहाँ हावा चिसो लाग्छ, आकाश अझै खुला देखिन्छ र मन शान्त हुन्छ। यहाँसम्म आइपुग्ने सडक केही भागसम्म राम्रै छ, तर अन्तिमतिर आइपुग्दा सडक साँघुरो र अलिक कच्ची देखिन्छ। बर्सातको समयमा चिप्लो हुन सक्छ र सवारी चलाउँदा ध्यान दिन जरुरी हुन्छ। यही सडक अवस्थाका कारण धेरै मानिस यहाँसम्म आइपुग्न हिचकिचाउँछ। चारैतिर हरियो घाँसे मैदान फैलिएको छ। हावा स्वतन्त्र रूपमा बग्दछ। आकाश नजिकै झुन्डिएको जस्तो लाग्छ। यो ठाउँमा धेरै सम्भावना देखिन्छ, तर अहिले पनि अलि सुनसान लाग्छ। यही शान्त ठाउँमा केही स्कुलका बालबालिका खेलिरहेका देखिन्छन्। घाँसमा बसेर खाना खाएका, हाँसेका, आनन्द लिएका। उनीहरूको हाँसोले यो ठाउँ अझै जिउँदो बनाइदिन्छ। सूर्यचौरमा सबै कुरा छ, खुला दृश्य, शान्त वातावरण र सहर नजिकैको सुविधा। तर अझै धेरै काम गर्न बाँकी छ। बस्ने ठाउँ छैन, हेर्ने प्लाटफर्म छैन, सरसफाइको व्यवस्था छैन। यदि सडकलाई अलि राम्रो बनाइयो र आधारभूत सुविधा थपियो भने सूर्यचौर काठमाडौँको नजिकैको सबैभन्दा राम्रो भ्यू पोइन्ट बन्न सक्छ। यसतर्फ स्थानीय सरकारले ध्यान दिन जरुरी छ। काठमाडौँबाट करिब 30 किलोमिटर, समुद्र सतहबाट करिब 2000 मिटर उचाइमा सूर्यचौर सुन्दर छ, तर अझै सम्भावनामा बाँचेको छ। यसलाई बनाउनु पर्दैन, यसलाई केवल हेरचाह चाहिएको छ।